हुन्छ सबैलाई प्रभु श्री ख्रीष्टको नाममा जय मसीह। आउनुहोस् हामी आजको बिहानीमा डिभोसनलाई सुरु गर्नेछौँ, सुरुको प्रार्थना गर्नेछौँ। प्रभु यीशु, हामी धन्यवाद दिन्छौँ अनि यो सुन्दर दिनको निम्ति अनि आज तपाईँले हामीलाई दिनुभएको छ। यो बिहानीमा तपाईँको चरणमा आइकन प्रार्थना गर्दछौँ। यो वचनद्वारा प्रभु हामीलाई अभिषेक गर्नुहोस्, तपाईँको पवित्र आत्माले यो वचन बुझ्नलाई र हाम्रो हृदयलाई ताजा गराउनलाई सहायता गर्नुहोस् भन्ने बिन्ती प्रार्थना माग्छौँ प्रभु यीशु ख्रीष्टको नाममा, आमेन। हुन्छ, आज हामी यूहन्नाको पुस्तकबाट सुसमाचारको यूहन्नाको 7 अध्यायको हामी 38 पदलाई हामी पढ्नेछौँ। यूहन्ना 7 अध्यायको 38 पदमा जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगी निस्कने छन्। आमेन। हामी फेरि पढौँ। जसले ममाथि विश्वास गर्दछ, जसले यीशु ख्रीष्टमाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार, बाइबलले भनेअनुसार त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगी निस्कने छन्। आमेन। परमेश्वरले वचन पढाइमा हामीलाई आशिष दिनुभएको छ। विशेष गरेर यहाँ प्रभुले भन्नुभएको छ हामी विश्वासीहरूलाई, होइन, विश्वासको विषयमा र उसको अन्तस्करणबाट, जसले यीशु ख्रीष्टमाथि विश्वास गर्छ उसको अन्तस्करणबाट, उसको जीवनबाट चाहिँ जिउँदो पानीको मुहानहरू, होइन, खोलाहरू चाहिँ निस्केर बहनेछन्। है, हामी विश्वासीहरू कतिपय समयमा सानो सानो कुरालाई हामी पक्रेर बस्छौँ, सानो सानो कुरामा हामी गनगन गरी बसिरहेका हुन्छौँ। तर परमेश्वरले हामीलाई के दिन चाहनुहुन्छ अथवा परमेश्वरले हाम्रो जीवनमा कति ठुलो अद्भुत कार्य गर्न चाहनुहुन्छ भन्ने कुरालाई हामी भुल्छौँ। किन भुल्छौँ भन्दाखेरि कतिपय यो संसारको आवाजहरू सुन्दाखेरि, संसारको कुराहरूले गर्दाखेरि र अलमल्लको कुराहरूले गर्दाखेरि, अनि हामी परमेश्वरको आवाजभन्दा पनि संसारको आवाज धेरै सुनेको कारणले गर्दाखेरि अनि हामी चाहिँ सानो सानो कुरामा पक्रेर बस्छौँ। सानो सानो कुरालाई हामी गनगन गरेर परमेश्वरमा हामी चित्त दुखाएर बसिरहेका हुन्छौँ। तर परमेश्वरले के भन्छ? म माथि विश्वास गर्ने, होइन, जसले म माथि विश्वास गर्छ, त्यस धर्मशास्त्रले भन्छ त्यसको अन्तस्करणबाट जिउँदो पानीको मुहानहरू, होइन, पानीका स्रोतहरू चाहिँ निस्किनेछन् भन्दछ। विश्वासले चाहिँ के गर्छ? जहिले पनि बन्द भएको ढोकालाई खोल्दछ, होइन। र विश्वासले चाहिँ के गर्छ? बन्द भएको ढोकालाई खोल्छ भने पवित्र आत्माले चाहिँ अनि त्यो नदीहरू बग्नलाई चाहिँ सहायता गर्दछ, होइन। अनि यो भावनात्मक रूपमा मात्रै होइन, होइन, यो एउटा फिलिङ भन्छ होइन, भावनात्मक रूपमा मात्रै होइन, तर यो चाहिँ एउटा पवित्र आत्माको काम हो एउटा हरेक विश्वासीको जीवनमा। जब हामी पवित्र आत्मालाई कार्य गर्न दिन्छौँ भने अनि यसले चाहिँ, पवित्र आत्माले चाहिँ हाम्रो जीवनमा कार्य गर्नुहुन्छ, होइन। अनि पवित्र आत्माले चाहिँ जब हामी यीशु ख्रीष्टमा विश्वास गर्छौँ, उहाँले सिद्धाउनु भएको कार्यमा, कल्वरी क्रुसमा गर्नुभएको कार्यमा हामी विश्वास गर्छौँ भने र हामीले विश्वाससहित प्रार्थना गर्छौँ भने त्यो ढोकाहरू खुल्दछ अनि पवित्र आत्माले हाम्रो जीवनमा कार्य गर्छ। पवित्र आत्माले हाम्रो हृदयलाई, होइन, नयाँ बनाउनुहुन्छ, परिवर्तन गर्नुहुन्छ पवित्र आत्माले हामीलाई, होइन। अनि पवित्र आत्माले हाम्रो सम्बन्धहरूलाई पनि नयाँ बनाउनुहुन्छ अनि हाम्रो हरेक निर्णयहरूमा, हाम्रा हरेक जीवनका पलहरूबाट चाहिँ अनि यी जीवनका स्रोतहरू बगेर निस्कँदछ। यीशु ख्रीष्टले, होइन, तपाईँ र मेरो एउटा तिर्खालाई मात्रै मेट्नुहुन्न, होइन। उहाँले हाम्रो आत्मिक तृष्णालाई मात्रै अथवा हाम्रो शारीरिक कुराहरूलाई मात्रै, शारीरिक तृष्णाहरूलाई अथवा भनौँ एउटा आत्मिक तृष्णालाई मात्रै उहाँले मेट्नुहुन्न, होइन। उहाँले आत्मिक तृष्णा, आत्मिक तिर्खालाई मात्रै उहाँले तृप्त पार्नुहुन्न, तर उहाँले चाहिँ हाम्रो जीवनबाट पूर्ण रूपमा, होइन, यो अन्तस्करणबाट नै त्यो जीवनको स्रोत बगेको चाहिँ उहाँ चाहनुहुन्छ, है। अनि यो चाहिँ अद्भुत कुरा हो, होइन। अनि परमेश्वरले हामीलाई चाहिँ धेरै वृद्धि गर्न चाहनुहुन्छ हाम्रो हरेक जीवनका क्षेत्र, हाम्रो हृदयमा, हाम्रो सोचमा, हाम्रो विचारमा, हाम्रो विश्वासमा, होइन, परमेश्वरको वचनको बुझाइमा, परमेश्वरलाई चिन्ने कुराहरूमा, होइन, उहाँले हाम्रो निम्ति के गर्नुभयो, होइन, अनि हामी कुन उद्देश्यको निम्ति यस संसारमा छौँ भनेर उहाँले हामीलाई प्रशस्त दिन चाहनुहुन्छ, होइन। उहाँले हामीलाई जीवनको मूल नै, होइन, जीवन अन्तस्करणका मूल नै उहाँले हामीलाई बनाउन चाहनुहुन्छ, है। अनि जसले उहाँमाथि विश्वास गर्छ अनि त्यो व्यक्ति चाहिँ उसको जीवनबाट चाहिँ जीवनको पानीको स्रोतहरू बग्दछ,
अनि उसको जीवनहरू प्रशस्तताको जीवन हुँदछ होइन। अनि हामीलाई कहिले पनि परमेश्वरले अभाव घटीमा थोरै रूपमा मात्रैको निम्ति बोलाउनु भएको होइन। होइन, जसले उहाँमाथि विश्वास गर्छ परमेश्वरले उहाँलाई प्रशस्त दिने प्रतिज्ञा गर्नुभएको छ होइन। हाम्रो हृदय पनि खुला हुन्छ जब हामी परमेश्वरमा विश्वास गर्छौँ र पवित्र आत्माले हाम्रो हृदयमा कार्य गर्नुहुन्छ। हाम्रो हृदय पनि फराकिलो हुन्छ, हाम्रो परमेश्वरप्रति सोच्ने विचारहरू पनि फरक हुन्छ होइन, फराकिलो हुन्छ होइन। अनि सुसमाचारको निम्ति आत्मा जिन्ने कुराहरूको निम्ति पनि हाम्रो सोच विचारहरू फरक हुन्छ, फराकिलो हुन्छ, हामी फराकिलो तरिकाले सोध्छौँ। अनि जस्तोसुकै परिस्थिति आए तापनि त्यो परिस्थितिलाई पनि हामी परमेश्वरको वचनद्वारा हामी बुझ्छौँ र परमेश्वरमा हामी भरोसा गर्छौँ। किनभने यहाँ भर्खरै हामीले पढ्यौँ होइन, जसले उहाँमाथि विश्वास गर्दछ होइन, धर्मशास्त्रले भन्नु छ त्यसको अन्तस्कबाट जिउँदो पानीका खोलाहरू बगी निस्किनेछन्। हाम्रो जीवनबाट प्रशस्त जीवनहरू बगोस्, हामी त्यो मुहानको स्रोत होस् भन्ने चाहिँ परमेश्वर चाहनुहुन्छ। जसरी इजरायलीहरूलाई परमेश्वरको इच्छा थियो उनीहरू दुध र मह बग्ने देशमा जाउन्, त्यहाँको सबै कुराहरूमाथि उनीहरूले उपभोग गरून् भन्ने परमेश्वरको इच्छा थियो। तर बाटोमा इजरायलीले के गरे, 40 वर्ष उनीहरूले गनगन गरे परमेश्वरको विरुद्धमा, अगुवाको विरुद्धमा। अनि त्यसपछि उनीहरू चाहिँ 40 वर्षसम्म, 40 दिनको बाटो 40 वर्ष लाग्यो उनीहरूलाई त्यहाँ पुग्नलाई। र उनको गनगनले गर्दाखेरि 20 वर्षभन्दा होइन माथिका व्यक्तिहरू चाहिँ कोही पनि प्रतिज्ञाको देशमा पुगेन। हामी गनगन गर्छौँ भने है, हाम्रो जीवनमा असन्तुष्टिहरू छ भने अनि हाम्रो जीवनबाट ती खोलाको मुहानहरू हामी बन्न सक्दैनौँ प्रिय मित्रहरू। त्यही भएर हामीले विश्वास गरेका छौँ, विश्वासले ढोका खोल्छ र पवित्र आत्माले हाम्रो जीवनबाट प्रशस्त जीवनका स्रोतहरू, पानीका खोलाका मुहानहरू हाम्रो जीवनबाट बगी निस्किनेछन्। त्यसको अर्थ चाहिँ के हो भन्दाखेरि हाम्रा सम्बन्धहरूबाट, हाम्रो परमेश्वरप्रतिको सोचहरूबाट अनि हाम्रो हृदयहरू चाहिँ परमेश्वरले नयाँ र फराकिलो बनाउनुहुन्छ। आउनुहोस् हामी यी दिनहरूमा, यी वर्षहरूमा, अब नयाँ वर्ष लाग्दैछ, नयाँ वर्षको शुभकामना पनि मण्डली सम्पूर्ण परिवारलाई दिँदै, विश्वासीजनहरू सम्पूर्ण नयाँ वर्षको शुभकामना भन्दै यो नयाँ वर्षमा होइन हाम्रो जीवनबाट होइन परमेश्वरको निम्ति हामी एउटा स्रोत बन्न सकौँ होइन, किनभने परमेश्वरले नै हामीलाई त्यो स्रोत बन्नलाई चुन्नु भएको छ। आमेन। सबैलाई जय मसीह।